म प्रमोद तामाङ धादिङ बाल विकास युवा क्लबको तर्फबाट आज यहाँ समाजसेवा सांस्कृतिक तथा खेलकुद कार्यक्रम साथ उपस्थित हुन पाउँदा अत्याधिक खुसी लागेको छ। हामी युवाहरू सधैँ सकारात्मक कामतर्फ अघि बढौँ, समाजमा एकता कायम गरौँ र विद्यालय बालबालिकालाई सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। आजको यो कार्यक्रम केवल एउटा कार्यक्रम मात्र होइन, यो युवा शक्ति, समाजसेवा, खेलकुद तथा सांस्कृतिकको हाम्रो जिम्मेवारीको सानो प्रयास हो। यस क्लबका मुख्य उद्देश्यहरू बालबालिकाको शिक्षा र विकासमा सहयोग गर्ने, युवाहरूलाई सामाजिक काममा सक्रिय बनाउने, खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, वातावरण संरक्षण तथा सरसफाइ अभियान चलाउने, स्वास्थ्य तथा जनचेतना कार्यक्रम सञ्चालन गर्ने। हामीले सोच्यौँ यदि युवाहरू हाम्रो राम्रो काममा लाग्यो भने समाज राम्रो बन्छ, समाज राम्रो भए देश राम्रो बन्छ। त्यसैले आजको यो कार्यक्रम मार्फत हामीले